यो झापाको दमक 10 मा यो अलिकति ठाउँमा चाहिँ यहाँ यसरी यो मखन खेती गरेको देखियो। यो चाहिँ यो खेती कसले गरेको भन्ने कुरा चाहिँ थाहा नभए पनि यहाँ बाटो हिँड्ने क्रममा यो मखन यहाँ लगाएको देखेपछि हेर्न मन लागेर यो मखनको दृश्य कैद गर्ने काम गरिएको हो र यो चाहिँ भर्खरै सामाजिक सञ्जालहरूमा देखिएको थियो। यो चाहिँ झापाको कचन कवल तिर चाहिँ ठुलो परिमाणमा 100औं बिघा क्षेत्रफलमा यो मखनको खेती गरिएको भनेर हेर्न देख्न पाइएको थियो। तथापि पनि यो दमकको 10 नम्बरमा यो एउटा गरामा सीमित एउटा गरामा चाहिँ यो मखनको खेती गरेको देखियो र अब यो खेतीको बारेमा त्यति धेरै ज्ञान त छैन। तथापि पनि अब यसले उत्पादन कस्तो दिन्छ, कति उत्पादन हुन्छ भन्ने कुरा चाहिँ अब यो सम्बन्धित यो कसले लगाएको हो लगाउने व्यक्तिलाई भेटेपछि मात्रै थाहा होला।